म सब डिभिजन कार्यालय पटनाको कर्मचारी। यहाँ हाम्रो मायादेवी साझेदारी वनको यो C2 यसमा ब्लकमा कटान भइरहेछ। यहाँ हामी यो कटान गरेर अहिले सेक्सनिङ गरेर यसको नाप जाँच लिइरहेछौँ। सेक्सनिङ भनेको तपाईँको यो रुख ढलेपछि यसलाई कति साइजमा काट्ने भनेर चिन्ह लगाउने कार्य हो। त्यो सेक्सनिङ गरेपछि बल्ल यसलाई गिन्ड गर्ने काम गरिन्छ। गिन्ड गरेपछि यसको लगत दिने काम गरिन्छ। यसलाई लम्बाइ फिटमा लिन्छ अनि गोलाइ इन्चमा लिन्छ। त्यसपछि बुलियोमा पनि लेख्नुपर्छ। त्यस्तै उहाँ लेखिरहेछन्। त्यस्तै काम भइरहेछ। यति धेरै गोलिया कटान भइरहेछ, कहीँ 2-4वटा गोलिया हराउने सम्भावना कतिको हुन्छ? हराउने सम्भावना हुन्छ, तर अब हामी नियमित गस्ती गर्छौँ। नियमित गस्ती गरिरहेछौँ हामी। नै लगत बनाउँदाखेरि तपाईँहरूले 2-4वटा गोलिया छुट्छ कि छुट्दैन, के छ, कस्तो छ अवस्था? त्यस्तो सम्भावना अलिक कमै हुन्छ, किनभने हामीले पुरै लगत लिएर कापीमा उतारेका हुन्छौँ। सिरियल बाई हुन्छ। कुनै बाई चान्स हराइहाल्यो भने हामी रजिस्टरमा हेर्छौँ, प्लस त्यो चलानी हुन्छ, त्यो चलानीबाट मिलाउँछौँ। अनि त्यहाँ घाटगड्डी गर्ने बेलामा त्यहाँ पाइएन भने त्यो रजिस्टरमा मिलेन भने रुजु गर्ने बेलामा हामीलाई थाहा हुन्छ कि एउटा कुनै गोलिया छुट्यो होला, एक हरायो होला। अनि त्यहाँ हामी खोज्न आउँछौँ जङ्गलमा, पाइएन भने त्यही घरगड्डीमै होला कुनै ठाउँमा भनेर खोज्छौँ। अनि त्यो पाउँछ, मिल्छ, त्यसो कुनै समस्या हुँदैन।